हौवा स्यामुना नमस्ते मेरो प्यारो भ्युवर्स। अहिले चाहिँ म बजार निस्किन लागेको किन भन्नुहुन्छ भने चाहिँ भोलि जेठ 17 गते शनिबार चाहिँ हाम्रो राईहरूको साकेला उँभौलीको अन्तिम दिन चाहिँ धरान 17 स्थित साकेला पार्कमा चाहिँ कत्रो ठुलो भव्य रूपमा चाहिँ समापन हुन्छ। सो पूर्वाञ्चलभरिको सम्पूर्ण राईहरू पनि आउनुहुन्छ होइन। साकेला सिल्ली कम्पिटिसन हुन्छ क्या। सो त्यसको लागि चाहिँ म पनि अब राई भएको कारणले गर्दाखेरि आफ्नो भेषभूषामा त सजिनुपर्ने हुन्छ नि त। अनि मेरो गरगहनाहरू चाहिँ मैले सुन दोकानमा टिलिक्कै बनाएर लगाउने मेरो ठुलो धोको छ। धोको चाहिँ थन्काएको धेरै भयो नि त। अब यस्तो हुन्छ वर्षमा एकचोटि मात्रै निकालिन्छ होइन, कालो भइहाल्छ। सो मैले हिजो लगेर सफा गर्नु दिएको थिएँ, अब आज लिनु जाँदैछु भोलिको लागि है त। अनि म जब लिएर आउँछु मेरो अर्नामेन्ट, त्यसपछि म फेरि हजुरको सामुने सानो भिडियो बनाउँछु। टिल देन स्टे ट्युनमा। यस्तो छिटो छिटो गर्दा गर्दा पनि झन्डैले ढिलो भयो। दोकान बन्द हुनु लागेको थियो अनि धन्ना भाइलाई भित्र भेटेँ। अनि चाहिँ हाम्रो राईहरूको बाबु भन्छ, मैले चाहिँ सिक्री हाली मागेको थिएँ क्या। अनि सिक्री नभएर टेन्सन भइरहेको थियो, तर धन्ना भाइले चाहिँ भित्र लुकाइदिइरहेको रहेछ क्या। अलरेडी रेडी बनाइदिएको रहेछ। अनि म त मक्ख भएर यस्तो दामी बनाइदिएको छ हो। आमा लाउँदाखेरि त ओभर देख्छ होला मलाई फेरि। अनि यो औँठी छ नि, यो चाहिँ 3 चुला भएको हामी चाम्लिङ राईहरूले चाहिँ छिर्कुमा भन्छौँ। कस्तो राम्रो फिनिसिङ छ यो पनि होइन। अनि यो चाहिँ पुरानो अर्नामेन्टहरू, यो चाहिँ मेरो कोकुको पालाको है। अनि यो चाहिँ खुट्टामा लगाउने कल्ली पनि भन्छ नि त। अनि यिनीहरू सबै सफा गर्नु दिएको। अनि अहिलेको न्यू डिजाइनको अर्नामेन्टहरू बनाउनु पऱ्यो भने चाहिँ म सिधै भाइकोमा जान्छु क्या। किन भन्नुहुन्छ भने भाइ चाहिँ मेरो फ्यामिली मेम्बर जस्तै, फ्यामिली मेम्बरै हो भनौँ न होइन। आमाले मात्रै नपाएको त्यति नजिकको मेरो सम्बन्ध छ भाइसँग है। किनभने ऊ चाहिँ एकदम विश्वासिलो इमान्दार, जस्तो भन्यो त्यस्तै डिजाइनको बनाइदिन्छ क्या। अनि उसलाई मैले एउटा औँठी बनाउनु लागेको थिएँ, हेर्नु न यो औँठी पुरानो औँठी अस्ट्रेलियन डायमन्डमा बनाएको, यस्तो राम्रो फिनिसिङ चाहिँ आज मात्रै मैले फर्स्ट टाइम निकालेको। त्यो पनि उसले के भन्छ सफा गरिदिन्छु भनेर है। अनि उसको नाम चाहिँ फेरि कुमार हो है। रत्न रोडमा उसको कारखाना छ। अनि ऊ चाहिँ उसको भतिज, अनि उसलाई सिकाउँदै रहेछ। जस खुसी लाग्यो। सिक्नुपर्छ, यो भनेको सिप हो होइन, कहीँ जाँदैन। सबै बुढो भइन्जेल पनि यो सिप आफैसँग रहने हो नि त। अनि एउटा सामान चाहिँ ल्याइनँ मैले, किनभने बन्द भइसकेको थियो चाबी लागेको कारण। भोलि ल्याइदिन्छु भनेर भाइले 10 बजी। अनि यो सबै अर्नामेन्टहरू लगाएर भोलि चाहिँ म धरान 17 स्थित साकेला पार्कमा जाँदैछु सिलेट नाच्नु। सो सबैजना हजुरहरू पनि साकेला पार्कमा भोलि चाहिँ 10 बजीदेखि हुन्छ, आउनु ल।